नमस्कार सबैजनालाई। विजया दशमी एउटा नेपालीहरूको महान पर्व हो। यसमा विदेशमा भएको मान्छे स्वदेश फर्कने, सहरमा भएको मान्छे गाउँ फर्किने र आफूभन्दा ठुलाको आशीर्वाद लिई भव्य रूपमा विभिन्न नाचगानसहित मनाउने गर्छौँ। यसरी दसैँ करिब 15 दिन मनाउँछौँ। पहिलो दिन घट स्थापनाको दिन जसमा जमरा छर्ने र विभिन्न पूजा गरी मनाउँछौँ। त्यसैगरी दोस्रोदेखि 7औं दिनसम्म नवरात्रि जसमा दुर्गा देवीको विभिन्न रूपको पूजा गरी मनाउँछौँ। त्यसैगरी महाअष्टमी 8औं दिन दुर्गा पूजामा बलि दिने वा फलफुल चढाउने गर्छौँ र 9औं दिन महानवमी भनेर दिन्छ जसमा औजारहरूको पूजा गर्ने र प्रहरी तथा सेनाहरूले विशेष पूजा गरी मनाउँछन्। र 10औं दिन विजया दशमी जसमा जमरा काट्ने र आफूभन्दा ठुलोबाट जमरा टिका तथा आशीर्वाद लिने गर्छौँ। यसपछि विजया दशमी र पूर्णिमासम्म 5 दिनको अवधि हुन्छ। यसमा विभिन्न नाचगान तथा पूजा गरी मनाउने गर्छौँ। यसरी विजया दशमी करिब 15 दिन भव्य रूपमा सम्पूर्ण नेपालीहरूले मनाउँदै आइरहेका छौँ। यसरी सम्पूर्ण नेपालीहरूले मनाउँदै आएको विजया दशमीको सुरुवात कसरी भयो त? यसका मुख्य 3 कारणहरू रहेका छन्। धार्मिक कारण, कृषि र सामाजिक तथा राजनीतिक कारण। यसरी धार्मिक रूपमा दुईवटा ठुला कारणहरू रहेका छन्। हिन्दू धर्मको पुराण अनुसार महिषासुर नामक दानव अत्यन्तै शक्तिशाली थियो। उसले देवता र मानिसलाई अत्यन्तै दुःख दिइरहन्थ्यो। त्यसपछि सबै देवताले शक्ति दिएर देवी दुर्गाको उत्पन्न गराए। दुर्गाले 9 दिनसम्म युद्ध गरेर 10औं दिनमा महिषासुरलाई मार्नुभयो। यसरी 10औं दिनमा महिषासुरलाई मारेको भएर विजया दशमी मनाउँदै आएका छौँ। त्यसैगरी दोस्रो कारण रामायण जसमा रामले रावणलाई 10औं दिनमा वध गर्नुभयो। त्यसैले राम र रावणको युद्धमा रामले रावणलाई वध गरेको विषयमा 10औं दिनलाई विजया दशमीको रूपमा पनि मनाउने गर्छौँ। साथै दोस्रो कारण कृषि जीवनसँग सम्बन्धित कारण। दसैँको समयमा नेपालमा धान पाक्ने समय हुन्छ। किसानहरूले राम्रो बाली उत्पादन भएकोमा धन्यवाद स्वरूप देवीलाई पूजा गर्ने र विभिन्न चाडपर्वहरू मनाउने गर्छौँ। त्यसैले दसैँको सुरुवात पनि यसरी भएको मान्न सक्छौँ। साथै तेस्रो कारण सामाजिक तथा राजनीतिक कारण। प्राचीन कालमा राजा महाराजाले दसैँलाई ठुलो पर्व बनाएर राज्यमा एकता र शक्ति प्रदर्शन गर्थे। सेनामा पनि दुर्गा देवीलाई शक्ति र विजयको प्रतीक मानिन्छ। यसरी दसैँ सामाजिक एकता, परिवार भेटघाट र समाजलाई जोड्ने परम्परागत रूपमा स्थापित भयो। यसरी दसैँको पनि स्थापित भएको मान्न सकिन्छ। यसका साथै सम्पूर्ण देश तथा विदेशमा रहनुभएका दाजुभाइ दिदीबहिनी सम्पूर्णमा विजया दशमीको मङ्गलमय शुभकामना व्यक्त गर्दछु। धन्यवाद।